नमस्कार हजुर। म डाक्टर घनश्याम खरेल। आज हामी फाइब्रोमाइल्जिया तथा क्रोनिक फटिग सिन्ड्रोमको बारेमा कुरा गर्न गइरहेका छौँ। सर्वप्रथम फाइब्रोमाइल्जिया। फाइब्रोमाइल्जियामा 3टा शब्दहरू छन्। फाइब्रो, मायो, एल्जिया। फाइब्रो भने मासुको तेन्द्रा, मायो भने मसल्स या मासु, एल्जिया भने दुखाइ। मासु तथा मासुको तेन्द्रा दुख्ने रोगलाई फाइब्रोमाइल्जिया भनेर भनिन्छ। फाइब्रोमाइल्जियामा चाहिँ मान्छेलाई चाहिँ पुरै शरीर दुख्ने हुन्छ र दुख्दाखेरि चाहिँ कम्मरभन्दा माथिको भाग र कम्मरभन्दा तल्लो भाग दुख्ने गर्छ र दुख्दाखेरि चाहिँ दाहिने र देब्रे भाग दुवै दुख्ने गर्छ र दुख्दाखेरिको समय अवधि 3 महिनाभन्दा बढी हुनुपर्छ र दुख्दाखेरि चाहिँ दुखाइको कारणले गर्दाखेरि बिरामीको चाहिँ निन्द्रालाई चाहिँ असर गर्ने हुन्छ, जसको कारणले गर्दा बिरामी राम्रो तरिकाले नसुत्ने हुन्छ र राम्रो तरिकाले समय पाएर सुत्दाखेरि पनि बिरामी चाहिँ फ्रेस नहुने या फिर निन्द्रा नपुगे जस्तो हुने हुन्छ र त्यसको कारणले गर्दाखेरि बिरामीलाई विभिन्न प्रकारको कग्निटिभ डिफिकल्टिज अर्थात् चाहिँ सोच्न सक्ने शक्ति र मेमोरीमा प्रब्लम गराउन सक्छ। यसको कारणमा चाहिँ सेन्ट्रल सेन्सिटाइजेसन अर्थात् चाहिँ ब्रेनलाई पेनलाई अनुभव गर्ने ठाउँमा चाहिँ असर गर्ने हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ सानसानो दुखाइलाई पनि ब्रेनले चाहिँ अलि बढी नै दुखाइ अनुभूति गर्ने गर्छ र साथसाथै दुखाइलाई कन्ट्रोल गर्ने ठाउँ हुन्छ। दुखाइलाई कन्ट्रोल गर्ने ठाउँमा चाहिँ कन्ट्रोल इनिबिट गर्ने ठाउँमा चाहिँ असर गर्ने भएको कारणले गर्दा बिरामीलाई चाहिँ सानोतिनो दुखाइ पनि अत्याधिक मात्रामा दुख्ने गर्छ र यसको साथसाथै बिरामीलाई चाहिँ कारक तत्त्वमा चाहिँ कहिले चाहिँ कुनै प्रकारको ब्याक्टेरियल इन्फेक्सन तथा भाइरल इन्फेक्सनले गर्दाखेरि पनि यो रोग सुरु हुन्छ भनेर भनिन्छ। जस्तै हालसालै भएको कोभिडको इन्फेक्सन पछि पनि बिरामीहरूलाई चाहिँ धेरै प्रकारको बिरामीहरूलाई चाहिँ हातखुट्टाको तेन्द्रा, मासु तथा दुख्ने पनि भएको थियो। त्यस्तै तरिकाले यसमा केही जेनेटिक वंशानुगत कारक तत्त्व पनि मानिएको छ र चाहिँ यो फाइब्रोमाइल्जिया चाहिँ वंशानुगत पनि हुन्छ। फ्यामिलीमा कसैलाई छ भने अर्को फ्यामिली मेम्बरलाई पनि हुनसक्ने सम्भावना हुन्छ र बिरामीलाई लामो समयदेखि कुनै प्रकारको फिजिकल ट्रमा या इमोसनल ट्रमा भइरहेको छ भने चाहिँ त्यसले पनि फाइब्रोमाइल्जियालाई चाहिँ जन्म दिन सक्छ। त्यस्तै तरिकाले चाहिँ कुनै बिरामीलाई चाहिँ लामो समयदेखि चाहिँ कुनै प्रकारको तनाव छ भने त्यसले पनि फाइब्रोमाइल्जिया जन्म दिन सक्छ। यो रोग चाहिँ विभिन्न प्रकारको साइकियाट्रिक कन्डिसन्स मनोरोगसँग रिलेटेड हुन्छ, जस्तै एन्जाइटी डिसअर्डर, डिप्रेसनसँग रिलेटेड हुन्छ। त्यस्तै तरिकाले बिरामीलाई चाहिँ सानोतिनो खाना खाएपछि टोयलेट गइहाल्न पर्ने रोग अर्थात् चाहिँ इरिटेबल बाउल सिन्ड्रोम हुन्छ, त्योसँग सम्बन्धित हुन्छ र मान्छेहरूलाई चाहिँ माइग्रेनको मान्छेहरूलाई पनि फाइब्रोमाइल्जिया भएको देखिएको छ। त्यस्तै तरिकाले विभिन्न प्रकारको नसाहरूको रोग, हातखुट्टा झमझमाउने, पोल्ने त्योसँग सम्बन्धित भएको देखिएको छ। विश्वव्यापी तथ्याङ्क हेर्दाखेरि फाइब्रोमाइल्जियाको बिरामीहरू चाहिँ 2 देखि 3% बिरामीलाई फाइब्रोमाइल्जिया भएको देखिएको छ र यो प्रायः जसो चाहिँ महिला र पुरुषमा चाहिँ महिलामा अत्याधिक मात्रामा देखिएको छ। महिला र पुरुषको अनुपातमा चाहिँ महिलालाई 4 गुणा बढी देखिएको छ र यो युजली चाहिँ मिडल एज अर्थात् 30 वर्षदेखि 50 वर्षको लेडिजहरूलाई चाहिँ बढी भएको देखिएको चाहिँ छ। फाइब्रोमाइल्जियाको जाँचको लागि चाहिँ रोग पत्ता लगाउनको लागि चाहिँ खासै केही स्पेसल टेस्टहरू चाहिँदैन। यो चाहिँ क्लिनिकल डायग्नोसिस अर्थात् चाहिँ बिरामीले बताएको कुराहरूबाट, लक्षणहरूबाट नै पत्ता लाग्ने रोग हो। तर फाइब्रोमाइल्जियासँग अरू रोगहरू कहिले झुक्किने भएको कारणले गर्दाखेरि त्यो रोगहरूलाई चाहिँ कन्फर्म गर्नको लागि चाहिँ केही रगतको जाँचहरू चाहिँ आवश्यकता पर्न सक्छ। क्रोनिक फटिग सिन्ड्रोम भने चाहिँ यस्तो रोग हो जसमा चाहिँ बिरामीलाई चाहिँ थकाइ लागिराख्ने हुन्छ। जतिखेर पनि थकाइ लागिराख्ने हुन्छ, सानोतिनो काम गर्न साथ पनि थकानको मात्रा चाहिँ एकदम बढी हुन्छ र चाहिँ युजली चाहिँ यसमा चाहिँ क्रोनिक फटिग सिन्ड्रोम भनेर भन्नको लागि चाहिँ बिरामीलाई चाहिँ लक्षण भएको चाहिँ 6 महिनाभन्दा बढी हुनुपर्छ र बिरामीलाई जतिखेर पनि थकाइ लागिराख्ने हुन्छ र साथसाथै बिरामीलाई चाहिँ राम्रो तरिकाले सुत्दाखेरि पनि सुतेर उठ्दाखेरि फ्रेस नहुने, निन्द्रा नपुगे जस्तो चाहिँ हुने हुन्छ र यो पनि फाइब्रोमाइल्जिया जस्तै तरिकाले विभिन्न प्रकारको साइकियाट्रिक रोगहरूसँग सम्बन्धित हुन्छ र चाहिँ यसलाई चाहिँ पत्ता लगाउनको लागि चाहिँ बिरामीलाई चाहिँ लक्षणीय अनुसारले पत्ता लगाउने हुन्छ र यसको चाहिँ विश्वव्यापी तथ्याङ्क हेर्दाखेरि लगभग 1% मान्छेलाई चाहिँ क्रोनिक फटिग सिन्ड्रोम भएको चाहिँ देखिएको चाहिँ छ। यो दुईटा रोगमा चाहिँ फरकमा चाहिँ के छ भने क्रोनिक फटिग सिन्ड्रोममा चाहिँ बिरामीलाई चाहिँ थकान चाहिँ बढी लाग्ने हुन्छ, दुखाइ चाहिँ कम हुन्छ, दुख्दाखेरि पनि जोर्नीहरू दुख्ने बढी हुन्छ र क्रोनिक फटिग सिन्ड्रोममा सानोतिनो काम गर्छ थकाइ एकदम बढी लाग्ने हुन्छ। तर चाहिँ फाइब्रोमाइल्जियामा चाहिँ बिरामीलाई चाहिँ थकान भन्दा पनि दुखाइ बढी हुन्छ, मासुको त्यहाँ दुख्ने बढी हुन्छ र थकाइ चाहिँ कम हुन्छ र क्रोनिक फटिग सिन्ड्रोममा सानोतिनो काम गर्छ थकाइ बढी लाग्ने हुन्छ। तर फाइब्रोमाइल्जियामा चाहिँ बिरामीलाई चाहिँ हल्का-फुल्का स्ट्रेचिङ, सानोतिनो काम गर्दाखेरि चाहिँ बिरामीलाई चाहिँ अलिकति थोरै फ्रेस भएको फिलिङ चाहिँ हुन्छ।
फाइब्रोमाइल्जियाको उपचार चाहिँ गर्नलाई चाहिँ हामी 2टा पद्धति भन्छौँ। एउटा चाहिँ औषधिजन्य पद्धति र औषधि प्रयोग नगरी पद्धति भनेर भन्छौँ। औषधिजन्य पद्धतिमा चाहिँ बिरामीलाई चाहिँ पेनलाई कन्ट्रोल गर्ने, पेनलाई मोडुलेट गर्ने औषधिहरू विभिन्न प्रकारको दिन सकिन्छ। जसले चाहिँ पेनको दुखाइको कन्ट्रोललाई चाहिँ दुखाइलाई चाहिँ थोरै मात्रामा कम गराउँछ र बिरामीलाई सजिलो बनाउँछ। त्यस्तै तरिकाले विभिन्न प्रकारको एन्टी डिप्रेसेन्ट मेडिसिनहरू दिनुपर्ने हुनसक्छ। त्यसले चाहिँ दुखाइलाई पनि कन्ट्रोल गराउँछ र साथसाथै विभिन्न प्रकारको अ, यो मनोरोगहरू हुन्छ त्यसलाई पनि कन्ट्रोल गर्छ र कहिले-कहिले बिरामीलाई चाहिँ मसललाई रिल्याक्स गर्ने औषधिहरू पनि दिनुपर्ने हुन्छ र कहिले-कहिले बिरामीलाई चाहिँ दुख्दाखेरि चाहिँ 1-2 वटा पेन किलरहरू चाहिँ दिन सकिन्छ। तर चाहिँ त्यो चाहिँ युजुअली रिकमेन्ड चाहिँ गरिँदैन। कहिले-कहिले खानको लागि चाहिँ पेन किलर पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै तरिकाले औषधिजन्य पदार्थ प्रयोग नगरिकन गर्ने नन फार्माकोलोजिकल उपचारमा चाहिँ फाइब्रोमाइल्जियामा चाहिँ हल्का सिम्पल प्रकारको कसरत, स्ट्रेचिङ एक्सर्साइजहरू गऱ्यो भने चाहिँ त्यसले चाहिँ बिरामीलाई अलिक फाइदा दिन सक्छ। त्यस्तै तरिकाले कग्निटिभ बिहेभियरल थेरापी त्यसले पनि बिरामीलाई फाइदा दिन सक्छ। कग्निटिभ बिहेभियरल थेरापीको लागि चाहिँ क्लिनिकल साइकोलोजिस्टलाई भेट्नुपर्ने हुन्छ र बिरामीले चाहिँ स्लिप हाइजिनलाई चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। निद्रा डिस्टर्बेन्सेस भइराख्यो भने चाहिँ त्यसले पनि फाइब्रोमाइल्जिया चाहिँ बढाउन सक्छ र बिरामीहरूलाई चाहिँ हामी प्रोसेस फुडहरू होइन त्यस्तोहरू चाहिँ नखानु भनेर भन्छौँ। हेल्दी लाइफस्टाइल मेन्टेन गर्नु भनेर भन्छौँ र बिरामीले चाहिँ सकेसम्म चाहिँ यो अल्कोहल, क्याफिन र स्मोकिङ या सुर्तीजन्य पदार्थलाई चाहिँ एभोइड गर्न भनेर भन्छौँ। क्रोनिक फटिग सिन्ड्रोममा चाहिँ बिरामीलाई थकाइ लागिराख्ने र सानोतिनो काम गर्नसाथ थाकिहाल्ने भएको कारणले गर्दाखेरि चाहिँ पेसिङ मेथड भनेर भन्छौँ। जसमा चाहिँ बिरामी चाहिँ सानोतिनो काम केही बेर गर्छ, त्यसपछि चाहिँ अलिकति आराम गर्छ, केही काम गर्छ त्यसपछि आराम गर्छ। त्यसरी गर्न हामी बिरामीलाई भन्छौँ। बिरामीले कन्टिन्युसली लामो समयसम्म एकनासले काम गऱ्यो भने त्यसले चाहिँ थकान बढाउँछ र बिरामीको लक्षणलाई पनि बढाउन सक्छ, बिरामीलाई गाह्रो पनि बनाउँछ। त्यही भएर पेसिङ मेथड्स भनेर भन्छौँ। बिरामीले त्यो गऱ्यो भने चाहिँ बिरामीलाई अलिकति फाइदा चाहिँ हुन्छ र यसमा चाहिँ फाइब्रोमाइल्जिया जस्तै तरिकाले कग्निटिभ बिहेभियरल थेरापीले पनि फाइदा दिन सक्छ बिरामीलाई र बिरामीलाई चाहिँ कहिले-कहिले केही मेडिसिन्सहरू औषधिहरू आवश्यकता पर्न सक्छ। फाइब्रोमाइल्जिया सँगसँगै यो क्रोनिक फटिग सिन्ड्रोममा निद्रा पनि डिस्टर्ब हुने भएको कारणले गर्दाखेरि चाहिँ स्लिपलाई प्रमोट गर्नको लागि केही औषधिहरू लिनुपर्ने हुनसक्छ। दुखाइ छ भने दुखाइको लागि कन्ट्रोल गर्न विभिन्न प्रकारको दुखाइलाई मोडुलेट गर्ने औषधिहरू पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। फाइब्रोमाइल्जियामा भन्दा यो क्रोनिक फटिग सिन्ड्रोममा चाहिँ शरीर गल्ने भएको कारणले गर्दाखेरि चाहिँ फटिगको लागि अर्थात् थकानको लागि कन्ट्रोल गर्ने औषधि हुन्छ, त्यो पनि प्रयोग गर्न सकिन्छ र क्रोनिक फटिग सिन्ड्रोममा विभिन्न प्रकारको साइकेट्रिक कन्डिसन मनोरोगहरू हुने भएको कारणले गर्दाखेरि त्यो मनोरोगको लागि पनि उपचार गर्नुपर्ने हुन्छ र समटाइम्स कहिले-कहिले चाहिँ फाइब्रोमाइल्जिया तथा यो क्रोनिक फटिग सिन्ड्रोममा चाहिँ यो मल्टिभिटामिन्सले पनि अलिकति फाइदा चाहिँ दिन सक्छ। नेपालमा यो फाइब्रोमाइल्जिया तथा क्रोनिक फटिग सिन्ड्रोमको जनचेतना खासै भएको पाइँदैन। धेरैसो बिरामी धेरै दुःख पाएपछि हाम्रोमा आएको भेटिन्छ र चाहिँ त्यस्तो बिरामीहरूलाई को निन्द्रा र चाहिँ प्रोडक्टिभ लाइफ चाहिँ एकदम डिस्टर्ब भइराखेको हुन्छ र उनीहरू त्यो मात्रै होइन, उनीहरू चाहिँ निन्द्रा डिस्टर्ब भएको कारणले गर्दाखेरि, काममा डिस्टर्ब भएको कारणले गर्दाखेरि इभन फ्यामिली लाइफ परिवारको चाहिँ अवस्था पनि अलिक राम्रो हुँदैन। बच्चा-बच्चीले पनि दुःख पाइरहेको हुन्छ। बच्चा-बच्चीले पनि जुन प्रकारले फ्यामिलीले केयर गर्नुपर्ने हो त्यो पनि भएको पाउँदैन र बिरामीले पनि दुःख पाउँछ र फ्यामिलीले पनि दुःख पाएको देखेका छौँ हामीले। यो दुवै कन्डिसन चाहिँ लाइफ थ्रेटनिङ अर्थात् चाहिँ जीवनलाई लाइफलाई खतरा गर्ने रोग चाहिँ होइन। तर बिरामीलाई चाहिँ दुःख दिन्छ, फ्यामिली लाइफलाई दुःख दिन्छ। जसको कारणले गर्दाखेरि चाहिँ यदि बिरामीले दुःख पाइरहेको हुन्छ यदि रोग चाहिँ सही समयमा सही पहिचान भएमा र सही उपचार पाएमा बिरामीले चाहिँ एउटा राम्रो तथा प्रोडक्टिभ लाइफ चाहिँ जिउन सक्छ।